रोप्यो क्या गाडी पछाडि यार। ल केटाकेटी हो सो आज हामी यसो घुम्ने क्रममा हिँडिरहेको थियौँ कि अनि बाटामा एउटा मस्त ब्युटिफुल ठाउँ देख्यो कि होइन, एकदम ब्युटिफुल, एकदम के भन्छ त्यसलाई, गाडी भित्रैदेखि एकदम कस्तो कस्तो नहेरौँ भन्दाखेरि पनि हेरौँ गरायो कि होइन। अनि त्यहीबाट टक्क यो सायद प्युठान बस्ने सबैले चाहिँ चिन्नुहुन्छ होला। अनि कतिजनाले भन्नुहुन्छ कि प्युठान अब गाडी भनेर चिन्ने भन्दा सबैजनाले त्यो भन्नुहुन्छ, तर त्यस्तो होइन ल। यो चाहिँ अब प्युठान किन धेरै राम्रोसँग चिनिन्छ भनेपछि टक्क अब हजुरहरूको हुन्छ नि हो यस्तो प्लेसहरूले गर्दाखेरि चिनिन्छ। यस्तो प्लेस यस्तो राम्रो ठाउँ छ होइन। अनि त्यो कारणले हो चिनिने। हजुरहरूले उयो गाडी भनेर चिन्ने भनेर गाडी उल्टो झन् बिगार्नु भएको के यार। यस्तो होइन नि, यो खासमा यस्तो नेचुरल ब्युटिफुल छ नि त हो। त्यो कारणले हो धेरै चिनिएको। हजुरहरूले धेरै ओभर नेगेटिभ थिङ्किङ चाहिँ नसोच्नु होला है। त्यही हो, हामी चाहिँ टक्क घुम्नलाई यहाँ आएको छौँ। अब सर यो मन्दिरमा हामी यस्तो घुम्छौँ। यो चाहिँ माथिबाट देखाए हो मैले है। अब तलबाट कस्तो छ म तल गएर देखाउँछु मस्त होइन। त्यही हो, बेलामा म आफैलाई कस्तो प्राउड फिल हुन्छ क्या यस्तो प्युठान जस्तो मस्त ठाउँमा होइन। प्युठान जस्तो मस्त ठाउँमा मेरो जन्म भएको छ भने थाहा पाउँदा मलाई बेला प्राउड फिल हुन्छ होइन। छाती ठोकेर म क्या बेलामा होइन। कस्तो राम्रो, कस्तो यार, कस्तो डाँडामा कस्तो मिलाएर टक्क बिचमा यस्तो राम्रो, हेर्नु न कस्तो राम्रो। अझ अहिले झन् यिनी फुलहरू फुल्या सिजन ए भगवान्। अनि खोला पनि कस्तो राम्रो बगेको छ क्या यार, कस्तो राम्रो ठाउँमा। यो चाहिँ यहाँको गाउँ भयो है। त्यही हो, अब गाउँडा पनि यस्तो राम्रो छ होइन। माथि गाउँ देखाउँछु म मस्त फेरि मेरो कपालको पछाडि चाहिँ नजानु होला है। अस्ति नै पनि जानुभएको थियो अनि तपाईँहरूको लागि मध्यनजर राख्दै मैले मेरो कपाल स्ल्याप पारिदिएको थिएँ होइन। अब बढिहाल्छ त के गर्ने अब बढ्ने चिजलाई होइन। अब फेरि यस्तो हो क्या, अब बढेपछि अब फेरि पाल्न मन लाग्दिन्छ क्या। अनि के गर्ने त अनि होइन। अनि एकदम ब्युटिफुल छ यहाँ ठाउँ चाहिँ। मन्दिर भयो, खोला भयो यहाँको होइन। त्यो माथि गेट आउने गेट प्राउड फिल लाग्छ यार। यो धेरै खुसी लाग्छ। यो भिडियो चाहिँ अब युट्युबमा आउँछ, युट्युबमा चाहिँ चेकआउट गर्नु है। अब टक्क सबैजनाले युट्युबमा नयाँ देखाइन पर्यो। टक्क यो चाहिँ अगाडिको भाग मन्दिरको है। टक्क लाएर है एकचोटि यहाँ चाहिँ मस्त घुम्न आउन चाहिँ नबोल्नु होला, कहाँ छ भन्नु होला। यो चाहिँ बाने नौबहिनी जाने बाटो बानेको साइडमै हो। तपाईँले यदि बान जाँदै हुन्छ भने त्यो बाने जाँदा चाहिँ देख्नुहुन्छ होइन। बिचमा छ टक्क मस्त, आउनु होला, भिजिट गर्नुहोस्, एकदम राम्रो छ है। देउतालाई पनि मान्नुपर्छ है। हामी चाहिँ एकछिन त्यहाँ जान्छौँ किनकि त्यहाँ बेस्ट छ ठाउँ। त्यहाँ फुलहरू रहेछ। मलाई कति दिनबाट मलाई त्यसमा भिडियो गर्न मन लागिरहेको थियो। सो आज त्यस्तोमा देखिया पनि छ ठिक्क होइन। अनि त्यहाँ जान्छौँ, त्यहाँ गएर भिडियो बनाउँछौँ। अनि त्यसपछि हामी टक लाएर ट्रक पाएर फर्किन्छौँ। ल त्यहाँ खतरा के होइन, सेतो पुरै चारैतिर सेतो छ होइन। अनि यस्तो बेस्ट कस्तो यार, मलाई आउने धेरै ठुलो रहर थियो माटो। सो आज पुरा भइदियो यार एकदम। त्यो पानी पर्ला यार केटा, के हो यस्तो यार, एकदम खुसी लाग्यो यार है। यो टक्क यो चाहिँ यतै बानी जाने उसमै छ। यो मन्दिरको लेफ्ट साइडमा छ। अब टक्क देख्नुहुन्छ खत्तम। के गर्नु त लड्डेपछि के गर्नु पर्यो। रोप्यो क्या गाडी पछाडि यार। फेरि यार यहाँ त फेरि गाह्रो छ नि। फेरि यहाँका मान्छेले फेरि यार ला
को आएर सुतेर गएछ भन्दैला फेरि एकदम समस्या पर्ने ठाउँ कस्तो राम्रो छ क्या प्ले फुलको टक्क बिचमा हरियाली यस्तो सर खोला किनारामा है।